दुईजना स्पेनमा मेरो एउटा दाइ हुनुहुन्छ। हजुरको नाम के हो दाइ? गंगा गंगा के तामाङ। तपाईको घर चाहिँ कहाँ हो? गंगा तामाङ दाइ हुनुहुन्छ। तपाईको घर चाहिँ कहाँ हो दाइ? सिन्धुलीको मान्छे तपाईँ? मेरो घर चाहिँ सुनसरी र सिन्धुलीको हामी दाजुभाइ भेट भएको छ स्पेनमा। स्पेनमा भेट भयो। अनि के छ दाइ, कस्तो चल्दैछ स्पेनमा जिन्दगी, जीवन कस्तो चल्दैछ? जीवन स्तर गाह्रो छ जीवन पाल्नलाई। कति भयो तपाईँ स्पेन आउनुभएको? म 1 महिना भइसक्यो। 1 महिना भयो स्पेन आउनुभएको? म अहिलेसम्म सुतिरहेको छु। किन सुत्नु भएको त अहिलेसम्म? हेर्नुहोस् यहाँ अब यस्तो गाह्रो छ हेर्नु काम पाउनु। होइन, तपाईँ स्पेन चाहिँ आउनुभएको साँच्चै कति भयो भन्नु त? म ठ्याक्कै 1 महिना हो। 1 महिना भयो। हजुर 1 महिना। कति कुन देशबाट आउनुभयो तपाईँ? ठ्याक्कै 1 महिना। कुन देशबाट आउनुभयो दाइ? म क्रोसियाबाट आएको। क्रोसियाबाट आउनुभयो तपाईँ? हजुर। किन क्रोसियामा कति टाइम बस्नुभयो तपाईँ? नेपालबाट क्रोसिया आउनुभएको थियो सिधै? ठ्याक्कै 15 महिना बसेर नि यता मेरो नेपालबाट तपाईँ नेपालबाट क्रोसिया आउनुभयो नि दाइ? हजुर। के वर्किङ भिजामा आउनुभएको थियो? होइन, म लङ भिसामा आएको, तर मेरो कार्ड बनाइदिन कम्पनीले। ए कम्पनी के टिआरसी कार्ड बनेन? त्यही भएर म अनि? इलिगल भएर। इलिगल हुनुहुन्थ्यो क्रोसियामा? हजुर। केमा काम गर्नुहुन्थ्यो क्रोसियामा चाहिँ? हङ्गरी हुँदै यता कि डङ्की हानेर आउनुभयो कि बाई प्लेन आउनुभयो आएको म डङ्की। क्रोसियाबाट? अनि क्रोसियामा जुन कम्पनीमा बस्नुहुन्थ्यो त्यहाँ चाहिँ कति कमाउनुहुन्थ्यो? त्यहाँ महिनाको मिनिमम यस्तै हुन्थ्यो महिनाको 1 लाख? हजुर। अनि अझै तपाईँले त्यहाँ इलिगल भएरै बसेको भए चाहिँ काम गर्न दिन्थ्यो कि दिँदैन थियो? अहिले गाह्रो छ क्रोसियामा इलिगलमा बस्नलाई। अहिले डिपोर्ट भट्टा लगाइरहेको छ। अनि तपाईँ पुलिसले 2 चोटि तानिदिएको यहाँबाट निस्क्यो भनेर, त्यहाँबाट चाहिँ म निस्केर हिँडेको। मलाई वार्निङ दिएर 1 चोटिसम्म। अनि तपाईँ भिजामै गएको तर टिआरसी बनाइदिएन कम्पनीले चाहिँ? हजुर, बनाइदिन। आज भन्छु बनाइदिन्छ भन्छ, भोलि भन्छ बनाइदिन्छु भन्छ। त्यसो गर्दा बस्नु झेल्दियो। त्यसो तपाईँ मेन पावरबाट ठगिनु भयो होइन त? त्यो मेन पावरले अलिकति नराम्रो कम्पनीमा होइन, जहाँ चाहिँ कार्ड नबन्ने, कम्पनीले टिआरसी नबनाइदिने त्यस्तो ठाउँमा पर्नु भयो तपाईँ? हजुर। म सप्लाई कम्पनी जस्तोमा परेछ। म डाइरेक्ट कम्पनी जस्तोमा परेन। त्यही भएर कार्ड बनेन। अनि तपाईँ 2 पल्ट पुलिसले तपाईँलाई त्यहाँ वार्निङ पनि दियो? वार्निङ दियो, 2 चोटि दियो मलाई। के भनौँ, के चिट दिएको थियो कि पेपर दिएको थियो? छिटो निस्केर जा, अन्त पछि तर के जान्छ नेपाल जा भन्ने सिधै मलाई। नेपाल जा भनेको थियो? नेपाल जा भनेको थियो? सिधै नेपाल जा जस क्रोसियामा तपाईँ 15 महिना जस्तो बस्नुभयो। कति लगानी लगाएर आउनुभएको थियो क्रोसियामा? कति लगानी लगाएर आउनुभएको थियो नेपालबाट? मैले लगभग 9.5 लगाएर 9.5 लाख लगाउनु भएको थियो क्रोसिया आउँदाखेरि। जस 15 महिना बस्दाखेरि अलिअलि तपाईँले आफ्नो लगानी जस्तो अलिअलि एक लगानी मेरो सब भनेको त्यही हो। 2-3 महिना आएर झेलेर त्यत्तिकै बस्यो। दलले अब क्रोसियामा लाउँछु भन्छ, काम भोलि लाउँछु त्यत्तिकै लागेन क्रोसियामा। अनि त्यत्रो पैसा तिरेर आउँदा पनि आफैले खोजेर गरेको थियो। त्यहाँदेखि त्यो कम्पनीमा आयो, त्यो पनि सप्लाई रहेछ नबनाइदिएर त्यस्तै 7 महिनामा चाहिँ ऋण तिरिसकेको थिएँ मैले। तपाईँ नेपालबाट जसरी आउँदा पनि फसेर आउँथ्यो भने जस्तो कामहरू केही पनि भएन? भएन भने जस्तो सोचे जस्तै काम। त्यत्रो पैसा तिरेर पनि कस्तो हुन्छ हेर्नु त है। नेपालका मेन पावरबाट आउनुभएको थियो कि एजेन्टबाट आउनुभएको थियो? व्यक्तिबाट आउनुभएको थियो कि मेन पावरबाट आउनुभएको थियो? एजेन्टले मेन पावर लग्यो, सिधै मेन पावरबाटै। अनि त्यसपछि तपाईँ त्यहाँ सुरुमा क्रोसिया पुग्नुभयो, 3 महिना त्यतिकै बस्नुभयो, त्यस पछाडि आफैले काम खोजेर गर्नुभयो? हजुर। जस आफ्नो अलिअलि ऋण पान तिर्नु भएको थियो? तिर्यो ऋण। कार्ड बन्ने भए चाहिँ उतै बस्नुहुन्थ्यो तपाईँ? कार्ड बन्ने भए त म त वहीँ राम्रो थिएँ। मलाई राम्रो पैसा ठिक थियो महिनाको। अनि अहिले स्पेनमा हुनुहुन्छ, स्पेन आउनुभएको कति जति भयो? स्पेन आएको त म ठ्याक्कै 1 महिना भयो अघि भनिदिनु। अनि कस्तो लागिरहेछ त अब स्पेनमा जस्तो होइन? कसरी जीवन कसरी चलाउँदै हुनुहुन्छ? 1 महिना कति रुम भाडा कति तिर्नुहुन्छ? कहाँ बस्नुहुन्छ? अहिले गाह्रो छ। कहाँ बस्नुहुन्छ तपाईँ? होइन, रुम भाडा त नभनौँ, अहिले गाह्रो स्थिति छ स्पेनमा त। सकेसम्म आउँदै राम्रो हो। गाह्रो कति तिर्नु होइन तपाईँ? रुम भाडा चाहिँ कति तिर्नु? राम्रो कमाइ छ त्यही ठाउँमा बजार राम्रो हो। तपाईँ नि मैले भन्न खोजेको यहाँ चाहिँ तपाईँ कसकोमा बस्नुहुन्छ? इन्डियनकोमा बस्नुहुन्छ कि नेपालीकोमा बस्नुहुन्छ कि कसको फ्ल्याटमा बस्नुहुन्छ? नेपालीकोमा बसिरहेको छु। कति तिर्नुहुन्छ? राम्रै छ अहिले त। कति होइन ठिक छ, कति रुपियाँ तिर्नुहुन्छ रुम भाडा भन्न खोजेको क्या?
भाडा अहिले चाहिँ अब साथीहरूले यस्तो आर्थिक अनुसारले अब साथीहरूले एकजना तपाईँ मिलाइरहेको 200 रुपियाँ तिर्नुहुन्छ हजुर अनि आफूलाई खानु पर्यो 100 युरो जस्तो जान्छ 100 रुपियाँले महिनाको अब 300 युरो जस्तो खर्च हुन्छ तपाईँको यहाँ 500 होइन 600 नै हुन्छ सकेसम्म राम्रो अब यताउता गऱ्यो भने गाह्रो छ गाह्रो छ अनि पाद्रमेन्तो गर्नुभयो पात्रमेन्द्र गरिसक्यो कति लाग्यो पाद्रमेन्तो गर्न तपाईँलाई पात्रमेन्द्र गर्दा अब नभनौँ अब अझ अब मान्छे हेरिकन लिन्छ होइन त्यही पनि मलाई पनि थाहा छ सबैलाई थाहै छ कसैलाई 600 पनि तिर्नु भएको छ 200 लिन्छ तपाईँले चाहिँ कति तिर्नुभयो आफ्नो मान्छे छ भने झन् राम्रो हो होइन ठिकै छ आफ्नो राम्रो मान्छे छ भने यहाँ आउँदा हुन्छ सक्यो अब 6-7 महिना 8 महिना पाल्छ भने आफ्नै दाजुभाइ पाल्न सक्छ भने उसले काम खोजेर लाउनु चल्छ भने त्यहाँ आउँदा हुन्छ आफ्नै मान्छे छ भने नभए चाहिँ नत्र आफ्नो मान्छे छैन भने म जस्तै दुःख पाउनुहुन्छ हेरौँ म अब पैसा पनि धेरै खर्च हुन्छ है हजुर पैसा पनि धेरै खर्च हुन्छ खर्च पनि धेरै हुन्छ अब चिनेको हुँदैन अनि यहाँ तपाईँले कामहरू खोज्दै हुनुहुन्छ अहिले हजुर कामहरू खोज्दै हुनुहुन्छ म अहिले कामको प्रोसेसमा खोजिरहेको छु काम पाएको छैन कस्तो कस्तो तपाईँमा काम पाउन खोज्न जानुहुन्छ के भन्नुहुन्छ यहाँ के के चुनौतीहरू छ कन्स्ट्रक्सन लाइनतिर यहाँ आएदेखि एकपल्ट पनि काम गर्नु भएको छैन छैन अहिलेदेखि काम पाएको छैन सिकिरहेको छ जे होस् त्यसपछि स्पेन आएको 1 महिना भयो तपाईँ जे होस् अहिले तपाईँ कामको खोजीमा हुनुहुन्छ हजुर साथीहरू हो त 3-4 महिनाहरूमा त्यति सुतिरहेको छ हामी आउने त भर्खर आउने पाउन गाह्रै छ साथीहरू 6 महिना कोरोसियामा तपाईँको कार्ड बनेको भए तपाईँ स्पेन आउनुहुन्न थियो है आउने थिएन मलाई त वहीँ स्वर्ग थियो तपाईँलाई उहाँ पुलिसले इलिगल भइसकेपछि कार्ड नबनिसकेपछि हजुर त्यहाँबाट निस्कि भनिसकेपछि तपाईँले निस्किनु पर्यो होइन त्यही भएर निस्किएको त्यही त सबैको आफ्नो समस्या होइन सबैको आफ्नो केही कारणले गर्दाखेरि कोही कहाँ पुग्नुपर्छ कोही के हुनुपर्छ होइन त्यही तपाईँको जिन्दगीमा समयले तपाईँलाई यहाँ पुर्यायो होइन केही छैन अब यहाँ बिस्तारै सङ्घर्ष गर्दै होइन बुझ्दै यहाँको भाषा बुझ्दै आफूले होइन डकुमेन्टहरू बनाउँदै अब कसरी हुन्छ के हुन्छ कामहरू खोज्दै बिस्तारै अगाडि बढ्नुपर्छ होइन त दाइ के कसो हामी पनि अब यहाँ कामै 3 महिना भयो काम छैन होइन अब काम खोज्दै ओर्दै हिँड्दैछौँ यसरी दाजुभाइको भेट भयो अब यो सानो एउटा कुराकानी एउटा सेयर गर्न पाइयो होइन हजुर ठिक छ दाइ अब म तपाईँलाई के भन्छु भन्दाखेरि बिस्तारै अब अलिअलि भाषा सिक्ने होइन अनि डकुमेन्टहरू सकभर बनाउने यहाँ तपाईँले पाद्रमेन्तो गरिहाल्नु भएछ हेल्थ कार्ड बनाउनु भयो हुन्छ दाइ हेल्थ कार्ड बनाउनु भयो गऱ्यो पात्रमेन्द्र हेल्थ कार्ड बनाउनु भएन हजुर हेल्थ कार्ड बनाएको छैन अब बनाउने लाग्ने हेल्थ कार्ड बनाउनु पर्यो त्यस पछाडि भयो भने लाइब्रेरी कार्ड बनाउने अनि भाषा सिक्ने अनि सकभर काम पनि अब खोज्ने काम त चाहिन्छ नि किनभने आर्थिक भएन भने कसरी बाँच्ने यहाँ घरमा परिवार आफ्नो बालबच्चा पनि हेर्नु पर्यो कति समस्या होला होइन त्यो भइसकेपछि सबै कुरालाई मिलाउँदै लानु पर्यो होइन ठिक छ दाइ खुसी लाग्यो तपाईँसँग भेटेर ठिक छ तपाईँ के भन्न चाहनुहुन्छ त कोही यदि स्पेन आउन खोज्दै हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ तपाईँको आफ्नो सन्देश सकेसम्म वहीँ राम्रो छ भने वहीँ बस्नु होला राम्ररी आफ्नो ठाउँमै कुनै देशमा पनि होइन जुनसुकै देशमा जुन देशमा भयो भने त्यहीँ राम्रो छ भने कार्ड बन्छ भने चाहिँ कार्ड अब तपाईँहरूको आफन्त मान्छे छ आफ्नै मान्छे छ भने त्यहाँ आउनु अब 2-4 महिना 6-7 महिना पाल्ने छ भने आउनु होला नत्र आफू तपाईँहरू जहाँ बसी छ राम्रो कमाइ त्यहाँ अब 70-80 लाख 80,000 90 1 लाखसम्म समथिङ हुन्छ भने त्यहीँ कमाएर त्यसमै रहनु होला नत्र यहाँ त अब गाह्रो छ त्यति कमाउनु होइन तपाईँलाई यहाँ त खाएर आफूलाई बचाउनुलाई पनि गाह्रो छ धाउधाउ छ यहाँ त अब हुन्छ त्यस्तै म पनि अब त्यही कार्ड नबनेको हुनाले म आएको हुनु नत्र म पनि अब जहाँ थियो त्यहीँ बसिरहन्थेँ तपाईँहरू जहाँ छ तपाईँहरू त्यहीँ कार्ड बन्ने साथीहरू चाहिँ अब इलिगल छ भने त अब त्यस्तै परिस्थिति छ भने त आउनु होला अब साथीहरू कार्डै नबन्ने ल दाइ हस् त सबैलाई धन्यवाद हाम्रो दाइलाई पनि धन्यवाद जो नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला ल बाई